हेलो एभ्रिवान गुड मर्निङ आजको मर्निङ चाहिँ चियाबाट स्टार्ट भएको छ है चिया खाँदैछु म चाहिँ बिहान बिहानै यता पाहाडमा चाहिँ अहिले हुस्सेर पानी चाहिँ उब्बर लागेको छ त्यही भएर कोठाभित्रै छु टक्क चिया खाँदै तपाईँलाई म देखाइहाल्छु बाहिर कस्तो छ भन्दा चाहिँ म चाहिँ टक्क चिया हान्दैछु यहाँ बाहिर देखाउँछु हेरेर थापिसक्नु होला यस्तो हुस्से लागेको छ यार हजुर छ तपाईँ गर्ने चार्ज ए हुस्से लागिरहेको छ हुस्से ओ कडक हुस्से लागेको छ लुगा रहेछ धुको सुक्छ कि सुक्दैन अब जाडो जाडो छ जाडोमा चिया खायो बस्यो त्यस्तै मात्र भइरहेछ अहिले चाहिँ के गर्नु पाहाडमा यस्तै त हो घाम त कहिले काहीँ आएर एकछिनमा त देख्नु पाइन्छ हुस्से र पानी चाहिँ डेडली छ जुका झन् मेन जुकाले यहाँ खुट्टा यस्तो हानिदिएको छ मेरो म देखाउँछु ल हिजो राति झन् हिँडेको आम्मा खुट्टा त्यस्तो बनाइदिएको छ हो जुकाले यार ओभर घाउै कुनै हुन्छ त्यहाँतिर ओभर खुट्टाहरू अर्को खुट्टा पनि त्यस्तै गरेको छ नदेख्यौँ होला त्यस्तो बित्ला घिन लाग्दो भएको छ खुट्टाहरू चाहिँ ल अब एकछिन भेट्नुपर्छ के हुन्छ आज देखाइहाल्छ आज त आम्पाङ जाने भन्दै हुनुहुन्छ गइन्छ होला एकछिन अब यस्तो हुस्सेमा चाहिँ हुस्से आएको छ हुस्से गयो भने चाहिँ गइन्छ पानी गयो भने जाने भन्दै हुनुहुन्छ हेरौँ के हुन्छ ल एकछिन भेट्नुपर्छ है त अब बोल न गएको अब खाने अनि बोल्नु ल खाना पसमा हेर्दा खाना खाने बेला भइसकेको छ ल अब चाहिँ खाना खाने बेला भयो कति बज्यो बज्नु चाहिँ 10 बजिसकेछ अब खाना खानुपर्ने हुन्छ यस्तै छ बल्ल बल्ल पानी रोकियो ल अब खाना खाएर भेट्नुपर्छ त म चाहिँ निन्द्रा उपर लागिरहेको छ के गर्नु यस्तै छ पाडा सो अब खाना खान्छु अनि भेट्छु म त म हुस्से चाहिँ उपर लागिरहेको छ कता खोइ त नि आमा काले यसले भनेको चाहिँ मान्दो रहेछ चु होइन आइज भन्नुपर्छ आइज काले आइज अनि बस भात खाने भाइ भात खानु पर्ने हुन्छ यतै बस्नु होला अनि बस्ने यहाँ ल्याउँदैछ चम्ची पनि ल्याउला थ्याङ्क यू उयो जस्तै क्या सिजी उयो भिडियोमा भन्छ नि त यस्तो नहल्का नहल्ले भन्छ नि थ्याङ्क यू भन्छ नि जेमा पनि सबै भात त अहिले पकाएको रहेछ यार यस्तै ठिक हुन्छ होइन कहाँ खोर्सानी थियो नि खोर्सानी पनि हाल्यो बासी खानुपर्छ कतै यसो हिँड्दै जाने त्यहाँबाट बाइकमा जाने है अहिले चाहिँ मैले खाना खाइसकेँ भाइ चाहिँ भर्खरै अघि बसेको अझैसम्म हाल्दैछ तिम्रो साथी होइन बाहिरको मौसम जस्तो छ है आम्मा कोरा अन्धेरामै कोरा भने जस्तो र अहिले चाहिँ खानासाना खाइसक्यो अब ब्रस गरिन्छ त्यसपछि भेटिन्छ के हुन्छ है त ल एकछिन भेट्नुपर्छ मौसम चाहिँ कोरा ल अब चाहिँ ब्रस हान्न हानेको म चाहिँ ब्रस हानेर भेट्नुपर्छ है अहिले भाइले के गरेको नाम भन त खै त हेरौँ एकचोटि हो यो त के हो दामी छ त नि यहाँ चाहिँ कालो पाकेको खानेकुरा हो
अरे कहाँबाट ल्याएको अनि लहराबाट ल पानी परेछ है आज नगै हुन्छ आज नगए हुन्छ जस्तो छ नि ल ल अहिले चाहिँ फेरि सुतेर उठ्यो है भर्खर सुतेर उठेको दिनभरि पानी परेर बल्ल बल्ल रह्यो 2 बजेको छ अहिले सुतेर उठ्यो अहिलेको भ्यू हेर्न सक्नुहुन्छ यहाँनिर यस्तो छ है अहिलेको भ्यू चाहिँ उसै लागिरहेछ अझै खै यहाँ भाइले कहाँ जाने भन्दैछ घुम्नु सो घुमेर आइन्छ होला आज भर्खर उठ्यो सुतिएको थियो अब खै कहाँ जाने भन्दैछ गइन्छ होला कपाल पनि लास्टै बिग्रिएको छ दिनभरि सुतेर ल अब चाहिँ एकछिनमा भेटिन्छ होला भर्खर उठेको बाजेले डोको बुन्दै हुनुहुन्छ डोको बुन्नु भएको गएन माथि खुट्टा दुखेर देउरालीमा पुग्यो कि हजुर पानी आयो मृग मारेछ मासुर भात दियो मृग मारेको थियो मृग मारेको कसलाले फोन गर्यो अरे आउँछ होला भैँसी तल गयो है भनेर पर गुफा गयो अरे ए फोन गरेको थियो अरे तल गयो अरे टोको माग्नाले मार्यो ल है अब हल्का फ्रेस हुनु पऱ्यो टोइलेट सलेट गएर अनि फेरि ब्लग गर्छ यता हाम्रो कालेहरू चाहिँ यहाँ छ काले सेते पनि यहाँ छ ओ काले ज्ञानी छ यो जोस् बस कहाँ जाने अरे हामी कहाँ मेरो सक्स ल्याइन हो तिमीले उतापट्टि चाहिँ नि सिधै खाला वाइट म सक्स ल्याउँछु घुम्नु जाने अरे चाहिँ होइन अब सक्स ल्याउनु पर्यो अब जाने अरे घुम्नु कहाँ जाने अरे गोर्जा एक्स होइन म पनि जुत्ता लगाइहाल्छु म जुत्ता लगाएर भेटौँ त कहाँ जान आँटेको भन त गोर्जा एक्स जान आँटेको अरे हामी चाहिँ उता कहाँ भन्दैछ उसे त उभ्भ छ त उसे चाहिँ ल है हिँड्यो है अब चाहिँ घुमघाम गर्नुको लागि यसो हल्कातिर कहाँ जाने गोर्जा होइन नाम के हो गोर्जा चाहिँ अरे गोर्जा भन्ने ठाउँ जाँदैछौँ हामी त्यसै पेसै हामी जाँदैछौँ अब सिधै उता गएपछि भ्लग गर्छु न त बिचमा भ्लग गर्छु होइन त्यसै म तर उताको पाहाड चाहिँ ताप्लेजुङ त्यो डाँडा चाहिँ पाथी भाडा नि चाहिँ त्यो उयो बादलले छिकेको पाथी भाडा होइन त्यहाँ यो पल्लो चाहिँ होइन यो सानो छ नि यो यस्तो यो गरेर पल्लो चाहिँ ताप्लेजुङ त्योभन्दा पल्लोपट्टि चाहिँ पाथी भएर ए त्यही भएर जाउँ तपाईँलाई बिहान उठाउँछु उठ्नै हुँदैन म मस्त सुतेको हुन्छु अनि देखाउँ भनेको नि ठ्याक्कै ए ल हुन्छ भाइरमा आउँछौँ कता काँक्रेमा ल हिँड्नु जाउँ चाहिँ हामी नै सानो बुवा बाइकमा जानुहुन्छ अनि आधीदेखि हामी फेरि बाइकमा जानेछौँ यस्तै छ है आज चाहिँ घुम्न गइँदैछ अब कस्तो राम्रो ठाउँ छ चाहिँ त्यही त देश राम्रो छ नि होइन ल है त भरे अब टिकटक आउँछ होला न त त्यसको चाहिँ होइन साह्रै राम्रो छ भने टिकटकहरू पनि आउँछ है देखो त कस्तो त्यहाँ भ्यू चाहिँ यस्तो चाहिँ आम्मा मारेको चाहिँ भ्यूले चाहिँ ल एकछिन भेटौँ है पहिला चाहिँ साँगेर हाम्रोमा गाविस हो यो सिमाना उता चाँगे यता हाम्पा ल फाइनली गाइज हामी रेडी छौँ माथि बाटोमै अनि खाजा खाने हामी जाने ल अब चाहिँ खाजा खाएर जाने भन्ने हुन्छ यहाँ उकालो छ बाटो फेरि यस्तो छ है अपिल हान्ने चाहिँ यहाँ दिनकै अपिल हुन्छ ओहोरदोहोर गरौँ भने चाहिँ एकछिनै फस्छ अनि अब यहाँ सानो बुवाले खाजा खाने भन्ने हुन्छ खाजा खाएर जाने अरे हिँड्नु पनि गाह्रो यस्तो ठाडो उकालो छ होइन चाहिँ कतिको उकालो छ भन त
कहाँबाट हिँडेको त्यताबाट हो यतैबाट हो ए म आएँ त्यता त्यसै यतैबाट पुगिन्छ क्या स्कुल आम्मा बाटो लास्टै यो छ लगेपछि भेट्नुपर्छ है यस्तो ठाडो बाटो हिँडिँदैछ है यस्तो बाटो हिँडिँदैछ के हो ल है त यस्तो कहाँ छ त मामला माने हाम्रो बाउ अलिक कच्चोमा छ नि चलाउने म त आधा बाबाले मलाई हाम्रो बाउले जाने बाटोमा त कालो अझै हिँड्दै जङ्गलको बाटो होइन त्यसै जाउँ लालीगुराँस बोट लालीगुराँसको बोट हो हुनसक्छ अहिले चाहिँ जङ्गलको बाटो हिँड्दैछौँ हामी बाइक नआउने भएर यस्तो हिलो छ फेरि चलो चलो आइसकेको अवस्था ओइ दामी छ चौरी त माथि देखिन्छ नि दामी त अच्छी हिलो हिलो भयो त यहाँदेखि माथि के देखिन्छ भन्छन् दक्षिणा भेट्नुपर्छ भिर देखिन्छ भिर यहाँ आज पनि यहाँ थियो म त्यहाँ बसेर हेरेको अनि कोही मान्छे रहेन यस्तो छ भ्यू चाहिँ आम्मा हेट माथि पनि छ क्या अब बाटो हजुर ए कताबाट जाने हो बाटो चाहिँ ए ल अहिले चाहिँ गइँदैछ है दामी रहेछ त चौरी त्यसै चाहिँ गर्मी हो घाम ओभर लाग्छ त अहिले त खैले गयो घाम लागेर गर्मी हो त त्यसै त्यसै कुरो चाहिँ सो अहिलेको भ्यू यस्तो छ है आम्मा मजा भएछ चाहिँ दामी दामी ठाउँ चाहिँ हामी माउली जानु पर्ने उयो मात्रै डाँडा कटेर यो तिम्रो सबै खै बाजे तिमी एक्लै आएको नि म क्यामेराम्यान चाहिँ सेसेले है कहाँबाट सिकेको यस्तो खिच्नु हाँसे चाहिँ कहाँबाट सिकेको यस्तो फोटो खिच्नु अलिक यताबाट यताबाट आउनु यहाँ नजिकतिर हाइट आम्मा भ्यू चाहिँ लभली छ है हाइट लुगा फोटो खिच्यो मजाले आफूलाई पो खिचिरा घाम पो जान्छ क्या हामी चाहिँ उहाँ खिच्नुपर्छ आउँछ हेर्ने ल मैले सिमेटातिर बस्नु पऱ्यो यहाँ ढुङ्गाको छेउमा म चाहिँ फोटो खिच्नु पऱ्यो भनेको अहिले खिचिदिन्छ अहिले लभली ठाउँ रहेछ यार कडकनाथ कडक चिसो हुसे लागिराख्ने आउनु कुद्दै 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 पखल फोटो खिच्दै मेरो फोटो खिच्दै ल गाइज जुगा हेर्नु जुगा कति धेरै जुगा हो आम्मा खुनै खुन बनाइदियो यहाँ जुगा हेर्दै जुगा मेरो जुत्ता हुन्छ है रन्मतीको छोरालाई ए जुगाहरू त के साह्रो हो जुत्ताभित्र पनि छ होला अनि दुईटाले भित्र नाप्दैछ जुका ल जुका मार्छ नि भेट्छु है त्यट खै त ओइ डेडली किरा छ त यो त कुन किरा हो कमेन्ट सेक्सनमा भनिदिनु होला झरो यहाँ राखेर डेडली छ त यार घाममा यसको साइन अलिक आउँदो रहेछ
लभली किरा छ त्यो ल जाउँ होला सिसे उता सब जान आँटेको हामी हामपाङ देखेर आऊ ल फोटो कस्तो आउँछ मेरो ज्याकेट पनि ल्याऊ ल हुसे दामी लाग्यो है दामी छ किन त्यसै हुसे आमा एट मारेको छ है त्यसैले यस्तै छ भ्यू चाहिँ पुरै हुस्से लागेर कोरा भन्छ नि त्यस्तै भइरहेछ अहिले होइन चाहिँ मेरो ओराले गरेर सबै सेतो भइरहेछ के चाहिँ किनकि म सेसे हाङ्गो नि त हट कोरा भन्ने जस्तो भइरहेछ कोरा हट यहाँ त केही देखिँदैन त यार अघि जहाँ त देखिरहेको त घाम लागेर अहिले त छैन है पुरै हुस्से छ ल हो यस्तै छ हुस्से लागेर क्यामेरा बुझ्छौँ हुस्से लागेर यस्तो छ हालत चाहिँ अहिले पुरै हुस्सेको तबाही तर शीतल छ होइन त्यसै पैसे ढुङ्गामाथि चढिदिउँ न लभली छ है जुत्ता खोलिदिएको मैले चाहिँ केही देखेको छैन मौसम चाहिँ मैले केही देखेको छैन भ्यू चाहिँ मौसमले गर्दा यस्तै छ मारेको छ भ्यूले चाहिँ यहाँ चाहिँ फोटो सेसन है ल खोइ जादु सब पोखायो हल्लाएर छ भने यो जादु तर हेर्नु कति पनि पर्दैन यतिले जादु भ्यू चाहिँ दामी छ चाहिँ हुस्से गएछ अहिले देख्नु डाँडाहरू राम्रो देखिने रहेछ कस्तो देख्यो नि ल यता अब ड्यु गान आँटेको हामी चाहिँ पटेका सकिसक्यो पटेका जस्तो देख्यो तर पटेका लन्च हुने छैन आमिर तमारगढी गाउँपालिका देखियो त यहाँबाट सर्लक्क उत्तर के गाउँपालिका हाम्रो गाउँपालिका ओए यहीँबाट देखेको त्यो हो अनि त्यो आटो टिबेट छ हो तर छ रातो यहाँ दामी भ्यू देखिने रहेछ टम्म हेर्नु दादा त्यो गाउँपालिका छ नि त्यतिकै अलिक पर तेर्सो छ नि अलिक अलिक सेतो हो त्यो ठाउँ त्यो उयो स्कुलको ग्राउन्ड हो त्यो मावि त्यो छाता ढुङ्गामा त छाताको पनि ढुङ्गा छैन जब अलैँची सबैभन्दा धेरै उत्पादन हुने यो कुहिरोले छेकेको त्यता हो यो सबभन्दा धेरै अहिले देखिन्छ हो र सिम्बु खोप्पी सिम्बुको हो त्यो खोप्पी हो रायो अन्त नेबु खामदेखि यताको त्यो टेकराज बाजीहरूको घर यो गिरन ल अब चाहिँ हामी यहाँबाट टाटा बाई बाई हुन आँटेको अनि चाहिँ दामी चाहिँ ठाउँ चाहिँ ओखा अब चाहिँ जुत्ता सुत्ता लाउने अनि लाग्दिने घरतिर अहिले नि
पहिला यहाँ बङ्कर पो थियो हो र यो हाम्रो गोर्खाली यस्तोले लुकेर बन्दुक थिएन होला ढुङ्गा माथि बङ्गरहरू यहाँ पहिले झगडा परेको थियो अरे पहिले नै अङ्ग्रेजहरूसँग ग्रेनेड भएको आएर ग्रेनेडले हान्थ्यो त्यही त आम्मा हुस्से लाग्यो फेरि हुस्से लाग्दैछ लगाएछ अब हाम्रो अन्तिम अब जाने अब घरतिर जुत्ता चलाउने घरतिर जाने आइदैन होला अब यो लास्ट हो होइन यो ठाउँमा धेरै आउनु पाइँदैन ल रेडी हुने अनि भेट्ने ल झरिँदैछ है अब माथि डाँडादेखि यता माथि बसेको थियौँ तलतिर झरिँदैछ अहिले चाहिँ हामी चाहिँ घर अघि आएर पनि रेस्ट गरियो धान अरे मकै सकै कुटी होइन त्यसै अब छैन अब के गर्ने हामी अब हामीहरू के खान्छ नि कस्तो भयो आज मजा आयो आएन मजा आयो अनि म त आएर गोली पनि खेलेँ ल बनाउनु भन आइहाले बनाउनु भन आइहाले ल अब चाहिँ कफी खाने अरे अब कफी सफी खाइदिउँ न गलिएको छ किचनतिरै जानु पर्ला जाडो जाडो पनि छ ल त्यहीँ जाउँ है अब त्यहीँ गएर हेर्ने कफी खाने भन्दै जो कफी हान्ने कफी समझ्नेवालाको इसारा कफी है ताप्ले चाहिँ हो नि त त्यो त त्यो चाप्ले जुङ्ग त्यो झिल्ली मिली हुँदो रहेछ है त्यो चाहिँ राति ल अब हामी कफी खान आँटेको कफी सानो बुवाले बनाउँदै हुन्छ कफी सब्जी रेडी धुवाले चाहिँ आँखा पोलो यता बस्नु होला बनाउँदै हुन्छ आँखु सेते ओइ बनाउँदै हुन्छ केटी हो यो ए जाडो जाडो छ अब कफी खाने कफी चिसो चिसो छ ल कफी खाइदियो ल थ्याङ्क यू कफी खाउँ होला है पहिला अनि ब्लग गर्नुपर्छ एकछिनमा ल यो खसीको मासु खजु ए सानो बा खसीको मासु मटन मटनको मासु हान्दै हुन्छ कि हुँदैन है दिदी लभली मटनको मासु वाट्सएप एकछिन वाट्सएप आउने मेरो एकाउन्टमा यसरी छ गए अनि यसरी यहाँ क्यामेराको जस्तो देखाएको छ नि तल यहाँको पर यसको यहाँ अब चाहिँ तातो सुप मटनसँग भात मटन है खसीको सुप त्यही त दामी चाहिँ सानो भरे झोल चाहिँ दामी हाल्नु भएछ झोल चाहिँ हान्ने अब चम्ची पनि ल्याइदिएछ यसैले अब खाना खानु पर्ने हुन्छ होइन ल बस चाहिँ पनि ल सुरु गरौँ है अब चाहिँ